म यति सानो छु मम्मी यो चाहिँ हाम्रो खानाको लाइन हो फोन राख्ने ठाउँ पनि छैन हौ हाई एभ्रिवान वेलकम टु माई च्यानल आज चाहिँ म गुरुङहरूको लोसारमा जाँदैछु गुरुङ ड्रेस लगाएर स्पेस पनि छैन हौ ड्रेस देखाउनु भनेको मेरो ड्रेस चाहिँ एकदमै प्रिटी छ म आफैलाई होइन एकदमै कस्तो परी जस्तो फिल भइरहेछ क्या आकाशदेखि झरेको जस्तो फिल भइरहेछ त्यस्तो परी त होइन तर साँच्चीकै प्रिटी छ ड्रेस चाहिँ म गुरुङहरूको लोसारमा फर्स्ट टाइम जान आँटेको कस्तो हुँदो रहेछ गुरुङहरूको लोसारमा भनेर क्युरियस भएर क्युरियस के भन्छ एक्साइटेड भन्दा नि क्युरियस त्यस्तै लाइक हेर्न मन छ कि सो हामी अब यहाँबाट हिँड्न आँटेको धेरै ढिला भइसक्यो म हजुरहरूलाई बाटोमा देखाउँदै जान्छु नि ओके कमेन्ट गर्नु होला मलाई कस्तो देखेको छ भनेर ओके गाडीलाई भात खिलाउँदैछु किन तर्किन्छ मैचाङ ए हो साथीहरू फाइनली हामी चाहिँ आइपुग्यौँ आइपुग्यौँ मैले चाहिँ ज्याकेटहरू ल्याउनु बिर्सेछु कि साथीहरू अनि लास्टै जाडो भयो अब प्रोग्राम चाहिँ हलभित्र भनेको थियो नि त त्यही भएर ज्याकेटहरू नलिकन हलभित्र त मेबी हिटर हुन्छ होला बाहिर चाहिँ मलाई लास्टै जाडो भइसक्यो -5 छ लास्टै जाडो छ तर भित्र चाहिँ अब हिटर हुन्छ भनेर मैले ज्याकेट लानु नलिकन आएछु ल साथीहरू हामी चाहिँ आइपुग्यौँ यहाँ चाहिँ पुरा हुँदैछ यता अनि यो चाहिँ हाम्रो हामी चाहिँ आउनसाथ खाना खाने है साथीहरू अब चाहिँ म खाने आउनसाथ सेलरोटी आउनसाथ खानु थालेको किनकि हामी ढिलो आएछौँ नि त अनि त्यो भएर हजुर खाइसिन्छ अझै सेलरोटी मिठो हुन्छ होला कि साथीहरू सेलरोटी हामी एकदम ढिलो आयौँ नि त अनि एकदम चिसो भइसकेको छ तातोमा चाहिँ मिठो हुन्छ होला कस्तो चाहिँ मलाई ढिलो आएको क्या तिमीहरू उसले 4 बज्नलाई आउन साथ देखो देख्या बन्द हुन आँटेको छु कि अनि हतार त खाएको साथीहरू होइन अहिले चाहिँ हामी फोटोसुट गऱ्यौँ यति धेरै म आफैलाई परी जस्तो फिल भइरहेछ परे मेरो फोटो चाहिँ एउटा राम्रो निकाल्दैन रहेछ यत्रो के निकालिदिएको त्यस्तो मान्छे जस्तो त्यस्तै आउँछ म यति सानो छु साथीहरू मेरो फोटो त एउटा राम्रो आएको छैन यत्रो आएको छ 2 फिटको जत्रो छ 2 फिटको म यति सानो नराम्रो चाहिँ छुइनँ क्या साथीहरू मेरो फोटो साह्रै मेरो फोटो खिचेको कि एउटा राम्रो नआएन क्या अँध्यारो भएछ अनि अँध्यारो भएपछि फोटै राम्रो आउँदैन म फ्रोजन भइसक्यो अब चाहिँ म भित्र जान्छु हलमा चाहिँ अलिक तातो छ नि त सिगान मात्रै झर्नु खोज्छ कि साथीहरू म -8मा चाहिँ लेगा लगाएर फनेर घुम्दैछु कस्तो भयो मम्मी हेलो भन्दैछु हेलो भन्दैछु मेरो भ्लगमा हेलो भन्दैछु
उता गरेर मनमा सो साथीहरू एकदम रमाइलो हुँदो रहेछ यहाँ चाहिँ खानेकुराहरू पनि एकदम मिठो थियो अनि डान्स हुँदैछ अनि यति धेरै मान्छेहरू सबै गुरुङ हुनुहुन्छ म त कसैलाई चिन्दिनँ पनि होइन यो चाहिँ हाम्रो खानाको लाइन हो एकदम डर खतरा लाइन छ म चाहिँ यो लाइनमा बस्नु नसक्ने कारणले गर्दाखेरि म चाहिँ लास्टमा खाने तयारीमा छु साथीहरू खानेवाला छु साथीहरू चाहिँ मेरो खाना थ्याङ्क यू हेलो हेलो कोक खानु हुँदैन मोटाउँछ जिम पनि गर्ने अनि कोक पनि खाने लकी नम्बर उयो हुँदैछ के भन्छ त्यसलाई मेरो चाहिँ कुनै जिन्दगीमा पर्दैन होइन भातहरू खाएर होला कि साथीहरू चौबिस खुस्केको गर्छ घरदेखि आउँदाखेरि मेरो लेङ्गा ठुलो भइरहेको थियो अहिले त पुरा टाइट भएर छिटो त सङ्गीतालाई उ गर्नुपर्ने भयो भनेर गइगयो कि अनि ए ठिकै छ त यहाँ अडिहाल्छ नि ल जानु ल राम्रोसँग जानु ल कागेर बिस्तारै जाने ल होइन तिमीहरूमा हिँडिहाल्ने नि हिँडेको हामी सो साथीहरू हाम्रो प्रोग्राम पनि सक्यो हामी चाहिँ अब घर फर्किँदैछौँ यस्तो जाडो थियो भित्र हलमा त ठिकै थियो कि बाहिर यस्तो जाडो थियो गाडीमा बसेर अलिक तातो भएछ Exit the roundabout onto Bagshot Road. In a quarter of a mile at Horse and Bridge. ल समय गुड नाइट ल सबैजना ल बाई होइन ठिकै छ पैसा आउँछ ल बहिनी बाई के खाँदैछ कि अबुई पेट त फुट्न तिमी हुन्छ मात्रै भन जस्तै आए ल साथीहरू अब हामी घर आइपुग्यौँ यहाँ पेट पनि फुट्न आँटेको छ कसम भनेको अघि जाँदाखेरि त पुरा मेरो लेहङ्गा होइन अलिक खुकुलो भइरहेको थियो अहिले त पुरा सबै पुरा टाइट भइरहेको छ धेरै खाएर यस्तो खाएको थ्याङ्क्स फर वाचिङ होइन मेरो ब्लग हेर्दै गर्नु होला अझै राम्रो ब्लगहरू लिएर आउनेछु थ्याङ्क्स फर वाचिङ लभ यु एभ्रिवान बाई सी यु नेक्स्ट टाइम